म चाहिँ तेल अभिभको यार्कोन पार्कमा छु हैन। दिउँसोको यस्तै 10 बजिरहेछ र यसो वर्कआउट गर्दैछु गुड हेल्थ अनि गुड स्लिपको लागि। मेरो निन्द्रा अलिक अरूको भन्दा अलिक कमजोर छ, त्यही भएर अरूभन्दा थोरै कष्ट गर्न मन पनि लाग्छ र गर्न सक्छु पनि। र यो भिडियोमा म एउटा सन्देश दिन चाहन्छु, स्पेसली मिस्टर आरबको लागि र आज्ञा छोरीको लागि। आरब र आज्ञालाई म यो भिडियोबाट भिया युट्युब के भन्न चाहन्छु भने, आरब हेर, राम्रोसँग पढिनस् भने दिउँसो 12 बजे अर्काको देशमा आएर यसरी कुद्नुपर्छ। त्यही भएर म तिमीहरूलाई यो भिडियो मार्फत के भन्छु भने, राम्रोसँग पढ्यो भने बाबाको जस्तो बाबाको जस्तो दुःख गर्नु पर्दैन। 12 बजे 10 बजे दिउँसो यसरी निन्द्रा लागेन भनेर कुद्नु रनिङ गर्नु पर्दैन। काम गरेर आएर सुत्नुपर्ने ठाउँमा म रनिङ गर्दैछु गुड स्लिपको लागि। त्यही भएर तिमीहरूलाई भन्छु, राम्रोसँग पढ है। अनि आउँदाखेरि इलेक्ट्रिक बाइक किनिदिन्छु है। राम्रोसँग पढ, राम्रोसँग होमवर्क आफै गर्नु, आफै पढ्नु, नआएको मलाई सोध्नु ल। बाई, सी यू।